रणको चक्कर रणङ धमाको चाहिँ आवाज आयो धमा चक्कर आजी ढलको ठक्क अरे जो भगाई ठक्क ढलको तल पर्छ के जर्के तल तल आयो हैन बधाई बधाई हैन आलो चाहिँ हेरा हेरा दाइ दुला बाउ नाचेका रे लैसाला दाई थियो नि एक झलको
तिमीले सम्झेर कि बलियो बनाएर भन्दै छोड़ बाबू कान्छ
छोरा नलाइ लाउन नि त छोरा नलाइ आज मन उडेर भाग्छ किन मलाई यस्तो लाग्छ हो आज मन उडेर भाग्छ किन मलाई यस्तो लाग्छ है उनकै नजिक जाऊं उनीसँगै माया लाऊं उनकै नजिक जाऊं उनीसँगै माया लाऊं आज मन उडेर भाग्छ किन मलाई यस्तो लाग्छ है उनकै नजिक जाऊं उनीसँगै माया लाऊं उनकै नजिक जाऊं उनीसँगै माया लाऊं यो बादल यो पहाड यी फूल भन्दा सुन्दर छे यो खोला यो झरना यी पंछी भन्दा चञ्चल छे हो यो बादल यो पहाड यी फूल भन्दा सुन्दर छे यो खोला यो झरना यी पंछी भन्दा चञ्चल छे स्वर्ग की परी चुलबुले मोरीलाई अंगालोमा बेरिरौं एक नास हेरिरौं हे अंगालोमा बेरिरौं एक नास हेरिरौं यो मन यो तन यो जीवन पनि उनकै हो म भित्र छाएको उज्यालो त्यही जुनकै हो यो मन यो तन यो जीवन पनि उनकै हो म भित्र छाएको उज्यालो त्यही जुनकै हो तिमेरी उनी जुनकी रानीलाई परली में राखिरौं कलेजी में टाँसिरौं है परली में राखिरौं हो कलेजी में टाँसिरौं आज मन उडेर भाग्छ किन मलाई यस्तो लाग्छ आज मन उडेर भाग्छ किन मलाई
यस्तो लाग्छ है उनकै नजिक जाऊं उनीसँगै माया लाऊं उनकै नजिक जाऊं उनीसँगै माया लाऊं हे उनकै नजिक जाऊं उनीसँगै माया लाऊं ला 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 आहा la 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 अब पछाडि दुईटा जिरो थपेर मात्रै हुन्छ यसमा हात बुझ्दिनु मेसीको पछाडि थोरै कुन ट्याप
सम्झना लागेर तेर्सो बाटो धाई माया यो धाएर मिलाएर पत्ता पनि खेलिदिनु रचमा रितमा ताई जनाउनी अल्लाह घाटाई पनतिर बनाउनी रेलाई लाख ल्याएर घर बोर आँसु पिएर आफू अमृत पिलायो ताते ताते गर्दै तिमीले हिँड्न सिकायो रुवाएर तिमीलाई हाँस्नु मैले छैन तिमी जस्तो असल साथी संसारमै छैन आमा तिमी देवी हो आमा तिमी देवी हो माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो
बेलगाडी म सोधिदिन्छु दुलालाई आउँछ आउँछ हिँड्नु हिँड्नु अगाडि हिँड्नु छर्दै हिँड्नु घुम्ने अलिअलि मात्रै छर्नु धेरै नछर्नु आउन तिन बेला कहाँ हो केटो कहिले आएको कति कलेज बन्द आयो कि के हुनु छुट्टै जाँदा निकालिरहनु
छाता यस्तो गर छाता यस्तो जुलाएको मात्रै हो ल यो कुसा टुक्रो यहाँ वचन भन्न पर्ने 2 हातसम्म त्यो सपनामा झुकी जस्तो लाग्दैछ आज किन सपनामा
को थिएँ तिम्रो तारिफ सुनाई बामालाई फकाई तिम्रो तारिफ सुनाई बामालाई फकाई ए आउँदैछु अहिले न तिमीलाई हेर म त बाजा बजाई बजाई अनि यो कुरा पनि हाइसी अनि टेबल ल्याएर टेबल ल्याएर त्यहाँले टेबल आउने मान्छेले नानीलाई लगाउँदैन खोइ सबैले ए तेरका पानी पानी आएन अलि पानी हाल्दिनु के मज्जाले खानुहुन्छ अरे पानी तिर्खा लाएर छ अन्ना तिर्खा मेरो अहिले त हैन थाप्नु नराले झोलो झोलो अब आएर पर्दैन फुसुर फोन गरेर नम्बर छैन अझैलाई फोन गरेर भन आइ म तिम्रो छेउ तिमीलाई लिन भनेर आइ म तिम्रो छेउ तिमीलाई लिन भनेर मेरा सबै खुसीहरू दिन भनेर जान मन छैन आफ्नै घर अरू कोहीको लाग्दैन भर तिमीलाई पाउनु बाहेक छैन है मेरा कुनै रहर के यस्तो हुनु माया हैन र तिमीलाई नै थाहा छैन र के यस्तो हुनु माया हैन र तिमीलाई नै थाहा छैन र मृत्यु पनि परसर छ तिम्रो साथ हुन्छ जहाँ तिमीलाई दिएको माया अरूलाई हुन्छ कहाँ मृत्यु पनि परसर छ तिम्रो साथ हुन्छ जहाँ तिमीमा सर जस्तो आत्माले चाह गरे जस्तो तिम्रो मायाको बन्द कोठामा जीवन परे
जस्तो भो के यस्तो हुनु माया होइन र तिमीलाई नि थाहा छैन र के यस्तो हुनु माया होइन र तिमीलाई नि थाहा छैन र तिमी बिनाको कुनै क्षण सोचेकै हुन्न कहिले मर्नु परे बरु मर्छु म तिमी भन्दा पहिले तिमी बिनाको कुनै क्षण सोचेकै हुन्न कहिले मर्नु परे बरु मर्छु म तिमी भन्दा पहिले छेकेर राख मलाई तिम्रै छेउ टाढा 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 हुन नदेऊ तिमीलाई हेरी आँखा टोलाउँछन् पाउँदिन केही भेउ के यस्तो हुनु माया होइन र तिमीलाई पनि थाहा छैन र मैले जाने छु नि बडा किन जाने टक्क टिकोटाल गर्न आउनुस् अनि आजल गाँठो खै कान्छी खै कान्छी कान्छी खै जोडाको त्यो खुट्टाको अगाडि सिस्टम पातमा चिप्लिन्छ बिलेट मैले पठाइदिन्थेँ नि के मसँग बिलेको खातो छ मेरो डुमेला सुख छ भने कहीँ होइन दुलालाई नि पैसा दिने हो भने टिको लगाइदिने नभए टिको लाउनु पर्दैन पैसा दिने हो भने टिको लाउने नभए टिको त दुला दुलैलो हो त लार दुई चार पैसा पनि दिनुपर्छ नि दुलालाई भन्नु खोजेको कुरो त्यो हो क्या हाम्रो क्यामेराम्यान दाइ फोकस गरिदिन्छ फोटो राम्रो निकाल्नको लागि भिडियो छोडिदिनु टिको लगायो भने त्यस्तो दसैँ अनि गाह्रो पर्दैन हौ निधारै लचक्कै हुने गरेर पर्सि आउनुहुन्छ ससुराली फर्किहाल्नुहुन्छ पर्सि टिकाको लागि त्यो बेला फेरि दसैँ नै आउँदैछ पर्दैन कि दुनो भैँसी बना हामी त सुक्दिन्छौँ फेरि दुनो भैँसी भएको दुध खान पाइन्छ त नि भोक लाग्छ
सामान के छ रोटी टुकुरी खाइदिइहाल्छु मैले देखेँ आराम खाना पठाइदिए
दसैँ आइज अब नाम त अब दाइले चिन्दैन के अब पारी आउनु पर्छ यो झन्झट नगरौँ यो जुत्ता सुत्ता टेकिन्छ सत्य कुरो बोल्यो हो नगरौँ जुत्ता टेकिन्छ सही कुरो बोल्यो मैले यतिले पुग्दैन त चारैतिर बिछाउनु पर्यो नि चारतिर कहाँ बिछाउने होइन खुशीको लागे बाँच्यो बाबा जानु छैन मलाई पराए घर लाग्छ प्यारो मलाई माइती घर लाग्छ प्यारो मलाई माइती घर विदाई खुशी सधैँ रहनु तिमी Hey!
भन्दा त माया कुरा गर्नलाई सिकाइदियो साडी झर्यो राम्ररी मिलाइदेऊ त्यसो मायाको कुरा गर्नलाई नम्बर मिलाइदेऊ
कति हो पहिला गन न पैसा दिएर देखाउन यसरी देखाए क्या 7,000 8,000 ल माने साली माने खुसी हो खुसी मेरो अब जान्छु जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी बरफी पलु झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो म बाजा किन नबजाउनु नि बाजा किन नबजाउनु जाऊ स्याउ काट्नु
साथी होइन अनि टोपी पनि लगाइदिएर अहिले लाउने अरे त नि राम्रो लागिन सम्झि भाइटिकामा भेट्न आउला बिदाई छ आजलाई भाइटिकामा भेट्न आउला बिदाई छ आजलाई नरोई जाऊ चेली आशिष तिमीलाई पराई नै आफ्नो नै पराई पराई नै आफ्नो नै पराई भाइटिकामा भेट्न आउला नरोई जाऊ चेली माइतीको चोखो कोसेली होला सम्झना चेलीलाई माइतीको चोखो कोसेली होला सम्झना चेलीलाई कामना गर्छौँ सुख माएको पराई घर जानेलाई कामना गर्छौँ सुख माएको एकपल्ट लगाइदिए हुन्छ हो भने लगान्थ्यो है दुला लगान्थ्यो है हजुरले यता भयो मलाई हटाउनु यहाँ देखिएन कि हजुर देखिएन होइन ल अब अलिअलि गालामा पनि लाउने लाउनु पर्छ लाउनु यता हेर्नु अङ्कल यता हेर्नु एकछिन यता हेर्नु न एकचोटि यता हेर्नु अङ्कल तपाईँ यस्तो नगरिदिनु न छोडिदिनु न थाहा छ क्या उहाँलाई यता लगाउने हो अब तपाईँ यसो गर्नुभयो ल हजुर हजुर सर भयो ठिक छ भइहाल्यो अब भयो म सबै सम्झेहरू त्यस्तो गर्नु सम्झेहरू सबै दाजु
खै कान्छ ल पर्खिनु पर्ने एकैछिन सबभन्दा भाइ कान्छो यो म चाहिँ एकदम गाउँको नजिकको मान्छे म नि सम्झिने हो एकदम घरको पाइरहेको हाल्छु छैन के गर्छ म चाहिँ एकदम जोडी क्या भने क्या हामी हाँसी खुसी गर्नु क्या सबै एउटा फोटो खिच्यो सम्झि जस्तो भोलि र पर्सिमा के गर्ने कसो गर्ने सबैको हातमा छ ल भोलि र पर्सि 2 दिनलाई मात्रै हो र अनि लाइभको लागि भनेर दिए लाइभ हो भोलि र पर्सि अर्को कुरो के होइन भोलि र पर्सि भन्नाले कुरो बिग्रियो भोलि र पर्सि होइन हाम्रो भोलि पर्सि होइन हाम्रो लाइभ हिँड्नु पछाडि कुर्सी हट्यो लाइट गरिदिने अलि नाच अगाडि यही हो
त्यो कता हिँड्यो मलतिर जाओ त नि के खुट्टा दुखे हिँड्दा हिँड्दा बुढी खस्नु भयो भयो तिनै हो हो त्यसरी त्यो निभाउने हो कि होइन एउटा घोडाले बुझ्दिने एउटा तेस्रो टेक्ने छेक्ने अनि त्यहाँदेखि आउने नदिने मुठी राख नन्नाज्यू मुठी मुठी रुपैयाँ राख मेरो नन्नाज्यू आमा बाउ छैन्जेल दिन्न भडाएर बाउ आमा छैन्जेल दिन्न भडाएर अब पैसा खसल नपर पैसा बुहारीले दिन पर्यो नि पहिला पैसा दिनु अनि बल्ल छिर्नु पैसा बुहारीले देऊ त अनि बुहारीले दिन्छन् ल दाइ पैसा ल्याउनु पर्यो 5-7 हजार ल्याउनु बहिनीहरूलाई पैसा मान्छे बनेर दे बाबु फेरि बाटोमै रोकिदिए दाइ भाउजूलाई बुहारीलाई दे बुहारी डलर कमाउने भने भाइले पैसा दिएको कस्तो अलिक लास्टै थोरे मार्नु भयो
थोरै भयो 5 जना हम 5 जना 10 र 5 मात्रै देख्छु त हौ थोरै भयो गाह्रो भयो जति चाँडै हात्ती आए त्यति चाँडै थोरै भयो थोरै बेहुली लिएर हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी भित्र्याउन पाइयो बुहारी हेर न हेर आए जति बेहुली लिएर हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी भित्र्याउन पाइयो बुहारी साह्रै राम्री लक्ष्मी भित्र्याउन पाइयो बुहारी बेहुलासँग माग्नलाई चोली दैलो छेक्दै छन् उता ती चेली हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी भित्र्याउन पाइयो बुहारी माग्नलाई चोली दैलो छेक्दै छन् उता ती चेली हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी भित्र्याउन पाइयो बुहारी साह्रै राम्री लक्ष्मी भित्र्याउन पाइयो बुहारी
सासु बुहारी रमाइलो गफ गर हाम्रो छोरा कि साह्रै राम्री लछिनकी भित्र्याउन पाइयो बुहारी चुल्ठिनी छोरा सासु बुहारी रमाइलो गफ गर हाम्रो छोरा कि साह्रै राम्री लछिनकी भित्र्याउन पाइयो बुहारी साह्रै राम्री लछिनकी भित्र्याउन पाइयो बुहारी भए पनि बुहारी नौली उनैले नै भेटाउँदा चाल पाउली हाम्रो छोरा कि साह्रै राम्री लछिनकी भित्र्याउन पाइयो बुहारी बुहारी नौली उनैले नै भेटाउँदा चाल पाउली हाम्रो छोरा कि साह्रै राम्री लछिनकी भित्र्याउन पाइयो बुहारी साह्रै राम्री लछिनकी भित्र्याउन पाइयो बुहारी म पनि त खुसी छु हेर छोरा बुहारी एकै नाच देखेर हाम्रो छोरा कि भयो अब खानामा खोजिहाल्ने झ्यापझुप हात हाल्ने खोज्ने जसले धेरै पायो त्यही टाठो सुपारी नि खोज्ने पैसा नि खोज्ने सिक्का नि खोज्ने तीनटा सिक्का र दुईटा नोट थियो क्या भयो सुपारी उता फेरि भर्नु
दुईचोटिसम्म यस्तै गर्ने अनि अलि बिचमा राख्नु न भाडा चामल पोख्यो बाहिर दुई हातले नै खोज्नु न दुवैजना ल अब भर्दिन अन्तिमचोटि ल अब चामल बाहिर पोखाउनु भयो क्या अरे दुवैजनाले के बाटो ए अब अन्तिम ल सोरिहाल्नु है अगाडि देखिरहेको तिनटै उता उहाँहरूको सिक्का ल सात फेर भित्तामा लानु भएन भाइ भयो ठोक्ने यो टाउको यतिको भयो है ठोकाइदिनु ठोकाइदिनु समातेर हात समातेर यता भाइ यता आऊ त नाच्नु न नाच्नु हात समातेर ल बाबु पैसा लैसा